चिन्दै छैन मेरो मायामा मलाई चिन्दैदेऊ मलाई तिम्रै दिनदेऊ धन्यवाद हो ल जे होस् म त फ्यान भैया म चाहिँ नाच्छु है लगाउँ म त फ्यान भैया हेर्नुहोस् पिताम्बरमा तपाईँलाई एक्सन देखिरहनु भएको छ इमोसनका कुराहरू पनि छन् रमाइलो पनि छ है भनेर यो जोडेको हो माया प्रेम लभ पापठामा छँदै नै छ कम्प्लिट प्याकेज हो यो पिताम्बर हेर्ने मान्छेको पैसा असुल समय सदुपयोग र नेपाली फिल्म यो लेभलमा पनि बन्छ है भन्ने हिसाबमा एउटा मानकको रूपमा बनाएको फिल्म हो पिताम्बर र अबका लागि नायिका द्वयका कुरा सुन्नुपर्छ सबैभन्दा पहिला सुपुष्पा आफ्ना कुरा राखौँ हजुर नमस्ते सबैजनालाई थ्याङ्क यू सबैजना आइदिनु भयो हजुरहरूको बिना त फिल्म चल्ने यो हुने त्यो हुने भन्ने कुरा नै फिक्का होला है पत्रकार साथीहरूले त गर्दा नै फिल्मलाई हामी अगाडि बढाउन सक्छौँ दुईजना चाहिँ के भन्छ एउटै रथको दुईटा पाङ्रा भने जस्तै नै भयो है थ्याङ्क यू सो मच हजुरहरू आइदिनु भयो एकदमै खुसी लाग्यो अब ट्रेलर हेरिहाल्नु भयो कस्तो लाग्यो हजुरहरूलाई अब सबै कुरा दाइले अनि यताबाट सबै आइसक्यो मैले भन्न बाँकी केही पनि रहेन तर यति चाहिँ भन्छु कि ट्रेलर टिजर अनि गीतले जसरी हजुरहरूलाई निराश पारेको छैन त्यस्तै गरी फिल्मले पनि निराश पार्ने छैन एकदमै राम्रो फिल्म बनेको छ आएर हेर्नुहोस् भन्छु अनि तपाईँहरूबाट सबैजनामा सूचना पनि जाओस् थ्याङ्क यू ए अनि लास्टमा चाहिँ अब फर्स्टमै भन्नुपर्ने लास्टमै भए पनि भनिहालेँ थ्याङ्क यू सो मच विशाल दाई अनि कृषा दिदी र पुरुषोत्तम दाई थ्याङ्क यू सो मच म यत्रो ठुलो टिमको एउटा सानो पात्र भए पनि हुन पार्छु फिल्ममा एकदमै खुसी लाग्यो थ्याङ्क यू सो मच हजुरहरूलाई अब सुपुष्पापछि दिव्याका कुरा हेलो नमस्ते सबैजनालाई यहाँ उपस्थित हुनुभएकोमा धेरै धेरै धन्यवाद आज मैले यो ट्रेलर फर्स्ट टाइम हेरेँ र म यस्तो एक्साइटेड छु चैत्र 29 को लागि होइन अनि आशा गर्दछु कि हाम्रो दर्शकहरू पनि उत्तिकै एक्साइटेड हुनुहुन्छ चैत्र 29 को लागि अब त्यही हो छोटो मिठो राख्छु म तर अभियसली थ्याङ्क यू त भन्नु परिहाल्यो हाम्रो कृषा दिदी हाम्रो विशाल सर अनि हाम्रो पुरे सरको लागि यो यस्तो ठुलो ग्रान्ड प्रोजेक्टको एउटा पार्ट हुन पाएकोमा म धेरै धेरै धन्य छु अनि त्यही हो जे पिताम्बर जे नेपाली सिनेमा दिव्याका यी मिठा सठिक कुरा आइसकेपछि अब सुपरस्टार प्रदीप खड्काका कुरा सबैजनाको उपस्थितिको लागि धेरै धेरै धन्यवाद फिल्मले जब बोल्छ त्यसपछि आर्टिस्ट अरू मेकरले खासै धेरै बोल्न पर्ने अवस्था आउँदैन होइन फिल्म साँच्चीकै दमदार छ भन्ने कुरा टिजर गीत ट्रेलरले देखिसक्यो मेकरको मेहनत चाहिँ बिना स्क्रिनभन्दा पछाडिको मेहनतको कुराहरू चाहिँ हामीहरू गर्न सक्छौँ कति हामीहरूले केही पनि नभनेको गर्मी जाडो खाना सुत्न केही नभनिकन मेहनत गरेका छौँ त्यो चिज आउटपुट देखियो भने मात्रै म्याटर गर्छ र सायद आउटपुट देखेको पनि होला तपाईँहरूले यही चिजलाई चाहिँ नेपाली फिल्म अगाडि कसरी जानुपर्छ भनेर न्यारेसन सेट गर्नलाई पनि तपाईँहरूको एउटा ठुलो योगदान हुन्छ यो सालको ओपनिङ एकदमै राम्रो भयो वैशाख जेठदेखि नै अब यो सालको क्लोजिङ झन् धेरै धमाकेदार होस् नेपाली फिल्म इन्डस्ट्रीको लागि यादगार साल रहोस् त्यही विस गर्दै टिमलाई थ्याङ्क यू सो मच पुरुदाई विशालजी हाम्रो होल कास्ट कृषादी सबैजनालाई थ्याङ्क यू सो मच अनि हजुरको उपस्थितिको लागि पनि वन्स अगेन थ्याङ्क यू सो मच थ्याङ्क यू अझ बढी सफलता मिलोस् प्रदीपलाई शुभकामना अबका लागि दमदार फिल्मको दमदार डिरेक्टरको कुरा सुनौ न फेरि राम्रो गीत पनि लेख्नुहुन्छ है उहाँ गीतकार पनि हो कृष्णजी उहाँ भर्सटाइल हो उहाँका प्रतिभा उहाँका खुबी उहाँका अरू ट्यालेन्टका कुराहरू पछि गर्छु म आज नगर्ने आजलाई यति मात्रै मैले भने र अबका लागि कृषा चौलागाई सम्पूर्णलाई नमस्कार धन्यवाद सबैजना आइदिनु भयो हाम्रो कार्यक्रम अलिकति लेट पनि भयो त्यसको लागि एकचोटि फेरि सरी भन्न चाहन्छु हामी सबैको कारणले गर्दा थोरै लेट भयो आम सो सरी हामीले जति मेहनत गर्न सक्थ्यौँ त्यो गरिसक्यौँ र जति मेहनत अझ गर्नुपर्ने छ त्यो पनि हामी निरन्तर गरिरहेको छौँ अब जे बोल्छ चलचित्रले नै बोल्छ हामीले आत्मसमर्पण गरिसक्यौँ दर्शक सामु अब 29 गते त्यसको रिजल्ट आउँछ तपाईँहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला लेखिदिनु होला आफ्नो फेसबुकमा किनभने
सिनेमा जति नै करोड खर्च गरेर बनाए पनि त्यो दर्शक समक्ष पुगेन, रिच गर्न सकेन भने दर्शकहरूले थाहा पाउनुहुन्न। सो हामी एकअर्काको दायित्व बन्छ एकअर्कालाई सहयोग गर्ने, त्यसैले दिल खोलेर सहयोग गरौँ, सपोर्ट गरौँ। र मेरो टिममा रहनुभएको सम्पूर्ण कलाकारहरूलाई एकदमै धेरै धन्यवाद, किनभने सबैले मलाई सुरुमै यो चलचित्र एकदमै गाह्रो हुनेवाला छ, यति धेरै जम्बो टिम एकै ठाउँमा पोसिबलै छैन भन्नुभएको थियो, तर सबैले एउटै फ्यामिली मेम्बर, एउटै घरको मान्छे जसरी सपोर्ट गर्नुभयो। स्टिल वी अल आर टुगेदर, हामी हरेक कुरामा सँगै छौँ र फ्युचरमा पनि यो टिमसँग काम गर्न पाइयोस्। थ्याङ्क यू सो मच। अनि त्यस्तै गरी पुरुषोत्तम दाई जसले कहिले पनि मलाई डाउन हुन दिनु भएन, लो हुन दिनु भएन, जतिखेर पनि हामी गर्न सक्छौँ म्याम, हामी गरौँ भनेर सधैँ साथमा हुनुभयो। थ्याङ्क यू सो मच दाई। र मेरो भाइ, यदि संसारमा मेरो लागि लिभिङ गड कसैले देखाएको छ भने त्यो मेरो भाइ हो, जसले मेरो हरेक सुख दुःखमा साथ दिन्छ, मेरो हरेक गल्तीलाई माफ गर्छ, मेरो हरेकचोटि म लडेको छु भने मेरो हात समाएर उठाउँछ। त्यसैले अघि उसले मलाई आई लभ यू भन्यो, आई लभ यू टु माई ब्रदर, होइन। र मिडियाकर्मीहरूलाई यति धेरै धन्यवाद कि तपाईँहरूले सानो 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 कुरालाई पनि राम्रो गरी पिताम्बरमय बनाइदिनु भएको छ, न्युजहरूमा पनि एकदमै राम्रो पोर्ट्रे गरिदिनु भएको छ। तपाईँहरू सबैलाई पनि आई लभ यू अल। थ्याङ्क यू सो मच। धेरै धेरै बधाई। अझ बढी सफलताको शुभकामना कृषालाई। 29 गते अब के हुन्छ भन्ने कुरा हो र जुन सोच, जुन सपना हो 29 गतेबाट नै सुरु हुन्छ सफलताले चुम्नलाई। एकचोटि जोरदार ताली, त्यो सपना साकार होस् जुन 29 गते देखेको हो। र अब मैले गीतकार हो कृषा भनिसकेपछि गीतकारको गीतको अलिकति टिजर त हेर्नै पर्यो, थोरै केही त अंश हेरौँ न, होइन, जुन पिताम्बरमै छ। एकचोटि प्ले गरिदिनुहोस् त। अर्को हप्ता यो गीत रिलिज हुँदैछ पिताम्बरको। हामी यिनै अहिले एकछिन बिदा नि फरक नपर्ला, यो त कति होला र 1 मिनट पनि नहोला। पछि अब ठुलो मनको आँटिलो प्रोड्युसरको कुरा गर्छु म, विशाल चौलागाई। म विशालजीलाई पनि अगाडि आमन्त्रण गर्छु। जति जति मैले विशाललाई भेट्दै गएँ त्यति त्यति विशाललाई बुझ्न पाएँ, चिन्न पाएँ। र कमै मात्र फिल्म मेकर अथवा प्रोड्युसरको त्यो मन अथवा त्यो ठुलो छाती हुन्छ जुन विशालको छ। एकचोटि जोरदार ताली विशाल चौलागाईलाई। व्यापार व्यवसाय आफ्नो हिसाबमा धेरै किसिमका छन्, तर फिल्ममा पनि केही गर्न सकिन्छ र यताबाट पनि व्यापारको बाटो एउटा खोल्न सकिन्छ र फिल्मको एउटा लेभललाई माथि उठाउन सकिन्छ भनेर अहोरात्र खटिएर अरू कामहरूलाई पन्छाएर यता अगाडि बढेको मान्छे हो विशाल। शुभकामना। र नाम अनुसारकै विशाल मन र त्यो भावका साथ अगाडि बढेको मैले पाएँ विशाल। र विशाललाई जसले सहयोग गर्नु भएको छ, विशालको जुन टिम छ, टिमलाई पनि धेरै धेरै धन्यवाद। यो हौसला बढाइराखेकोमा, विशाललाई साथ दिइराखेकोमा एकचोटि जोरदार ताली विशालको टिमलाई। अब को प्रोड्युसर पुरुषोत्तम प्रधान पुरु। यो नाम नै पर्याप्त छ। डिओपी को रूपमा जुन नाम छ पुरुषोत्तम प्रधान, फेरि नाम आयो। एक्सनमा हिमाल केसी। हिमालजी अहिले अमेरिकामा हुनुहुन्छ, उहाँको काम अत्यन्त प्रशंसनीय छ, सम्मान उहाँलाई। एडिटरमा बन्दे प्रसाद। बन्देजी साह्रै मेहनत गर्नुभएको छ बन्देजीले। म्युजिक आशिष अविरल बाबुल गिरी। ब्याकग्राउन्ड म्युजिकमा कालाचरण। साउन्ड डिजाइन फिल्म मिक्सिङमा एम गीता गुरप्पा। डिस्ट्रिब्युटरमा आरआर फिल्म्स रोहित रत्न। रोहित रत्नले यति धेरै खटिएको मैले योभन्दा अगाडि देखाएको थिइनँ, यति धेरै लागेको पनि मैले देखाएको थिइनँ। रोहित रत्नको जुन सपना छ पिताम्बरले त्यो पुरा गरोस्, शुभकामना। अरू बेला चाहिँ दाइ मेरो बारेमा चाहिँ अलिक बढी भन्नु, अनि मासमा चाहिँ कम भन्नु रे। केही छैन मेरो भाइ, काम नै प्रशंसनीय गरेका छ। सिनेमेटोग्राफरमा शेरबहादुर लामा, मानकृष्ण महर्जन। चिफ असिस्टेन्ट डिरेक्टरमा ललित विष्ट। मिडिया कोअर्डिनेटरमा कुमार आचार्य। कोरियोग्राफरमा कविराज गहतराज। VFX सुपरभाइजरमा सत्यम राणा। फाइनेन्स म्यानेजर सबिन ढुङ्गाना। प्रोडक्सन म्यानेजर रविन बखरेल। कस्ट्युममा बोनी र रित। मेकअपमा सरोज बुढाथोकी। पोस्टर डिजाइनमा राकेश दाहाल। डिजिटल पार्टनरमा बुढा सुब्बा डिजिटल।
र प्रोडक्सन एडभाइजरमा अरुण रेग्मी, पुष्कर लामा। पुष्करजी, तपाईँको नाम टिममा मैले लिएँ। यो टेक्निकल टिमको अहिले मैले नाम लिएँ। एक्चुअली यो टिमको फोटो खिचौँ त, त्यसपछि म अर्को टिमलाई बोलाउँछु, कलाकारको टिम। थ्याङ्क यू। म आमन्त्रण गर्छु हामी सबैको अग्रज आदरणीय गौरी मल्ल। म आमन्त्रण गर्छु खतरा अभिनय गर्ने प्रमोद अग्रहरी। म आमन्त्रण गर्छु कलाकारको नाम भन्दा अगाडि अब म केही जोड्दिनँ, सबैजना उत्तिकै खतरा हुनुहुन्छ, रविन्द्र झा। अब नाम मात्र लिने भए कामेश्वर चौरासिया, रविन्द्र भट्टराई, सुरक्षा पन्त, आर्यन सिक्देल। ल हेर्नुहोस् अब नाम आउँछ। र अब आउँदै हुनुहुन्छ दिव्यदेव पन्त। अभिनय पनि त्यस्तै गर्ने, आवाज पनि त्यतिकै ओजिलो, दिव्यदेव पन्त। र अब बाल कलाकारतर्फ म लागे अर्णव घिमिरे। अर्णव बाबु, प्रयुष दत्त सुवेदी, आद्या लामिछाने, आरोह चौलागाई, सुप्रोल बुढाथोकी अनमोल। यो हो कलाकार टिम। अझ धेरै हुनुहुन्छ, कतिपय त छुट्नु भयो होला भन्ने मलाई लाग्छ। जो छुट्नु भएको छ हाम्रो टिमले सम्मान स्वरूप ताली बजाइदिउँ न। पिताम्बर टिमलाई यो ताली। अब अट्यो, अलि अट्टिएन होला, अलिकति मिलाउँ। फोटोमा त सबैजना आऊँ न। ल म बरु अलिकति प्रदीप अलिक ओर नजिक। नै फोटो ग्यारेन्टी त यहाँ हुन्छ। प्रदीप र दिव्याको बिचमा म उभियो भने मेरो फोटो कतैबाट काटिँदैन। खिच्दाखेरि जताबाट आइपर्छु सेन्टर। धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच पिताम्बर टिमलाई। म अब यथास्थानमा आसन ग्रहणका लागि आग्रह गर्छु। ट्रेलर हेर्छौँ, त्यसपछि फेरि म अगाडि बोलाउँछु। थ्याङ्क यू सो मच। थ्याङ्क यू। अब ट्रेलर म यहाँ कुनै ओहदाका कारण आइरहेको छैन। म यहाँ नितान्त व्यक्तिगत सम्बन्धका कारण आएको छु। पुरुषोत्तम प्रधान मेरो अत्यन्तै प्रिय भाइ र उहाँको टिओपीको दुईजना साथीहरू मानकृष्ण र शेरबहादुर। मेरो जीवनको यात्राको दौरानमा उहाँहरूको पनि ठुलो हात छ र उहाँहरूले प्रड्युस गरेको फिल्म भएको हुनाले आएको। लामो बोल्नुपर्ने केही छैन, पिताम्बरको चर्चा चारैतिर चलेकै छ र अहिले यो हेरिसकेपछि अब एक्सपेक्टेसन अझ माथि गएको छ। पर्फर्मेन्समा कसैको केही डाउटै देखिएन। सर्ट बाई सर्ट यति पिक्चरिस खिचिएको रहेछ कि हर सर्ट एउटा एडको सर्ट हो र हर सर्ट बनाएर खिचिएको छ। त्यो कुरा गीतमा पनि देखिएको थियो, त्यो कुरा टिजरमा पनि देखिएको थियो र ट्रेलरमा पनि देखिएको छ। यी प्रतिनिधि सर्टहरू हुन् र ती सबै राम्ररी खिचेका छन्। आई प्लेजिङ छ र अत्यन्तै प्रतिभाशाली देशका अहिलेको इन्डस्ट्रीलाई बोक्ने सम्पूर्ण अनुहारहरू यो ठाउँमा देखिएको हुनाले यो चलचित्र अवश्य दर्शकहरूको एटेन्सनमा छ र त्यो एटेन्सन 29 गते पछाडि अझ बढेर जानेछ। नयाँ वर्षको शुभकामना। पुरुषोत्तम, कृषा, तपाईँलाई धेरै धेरै शुभकामना। मैले एउटा फुल पनि लिएर आएको थिएँ त्यहाँ, जनक कहाँ छ उहाँहरूको लागि भनेर। दुईजना निर्माताहरू कृपया यहाँ अगाडि आइदिनु, निर्माता र निर्देशक। अनि बाँकी कुरा भाइले भन्नुहुन्छ र मेरो धेरै धेरै शुभकामना छ। फिल्म अधिकांश मान्छेले कम्प्रोमाइज गरेको देखिन्छ। पैसा कमाउनु मात्रै पनि होइन, पैसा त कमाउनै पर्छ, तर पैसा नकमिए पनि त्यसले सेटिस्फ्याक्सन कति दियो भन्ने चाहिँ सृजनशील मानिसहरूमा भर पर्छ। र कृषा पक्कै पनि त्यो यो सिर्जनामा तपाईँ राम्ररी सोध्नुहुन्छ र मलाई थाहा छ बजारले जुन गर्मी लिएको छ त्यो गर्मी चाँडै पुरा हुनेछ। मायाजबार चलचित्र निर्माण गर्दाखेरि पुरुले मलाई गरेको सहयोग र त्यतिखेर हामीले गरेका चिजहरू चाहिँ त्यहीँबाट त्यो सुरु भएको हो र उसँग मेरो एउटा भातृत्व पनि छ। त्यस कारणले म आज यो ट्रेलर लन्चिङमा आएँ। प्रदीप
इज लाइक माई फ्यामिली। त्यसको कारणले पनि मैले, तर उसले मलाई फोन गरेन, उहाँले नै फोन गर्नु, ऊ त अस्ट्रेलियामा रहेछ, मैले पनि थाहा पाइनँ। एनिवेज म चाहिँ चाँडै जान्छु। म चाहिँ फेरि कुनै पनि प्रोग्राममा जाँदा जाने र पुरै बस्ने भन्ने निर्णय थिएँ, तर मेरो एक्जाम चलिरहेको हुनाले म चाहिँ जस्ट अनुहार देखाउन मात्रै आएको हो। र सिनेमालाई शुभकामना छ र मेरो एक्जामलाई पनि शुभकामना छ। थ्याङ्क यू। थ्याङ्क यू दाइ। धेरै धेरै धन्यवाद दिनेश दाइलाई। थ्याङ्क यू। दाइ अब प्रिमियरमा भेटौँला। अब निश्चलका कुरा। नमस्कार सबैजनालाई। म यहाँ किन छु पनि थाहा छैन। पुरुदाले बोलाउनु ट्रेलर हेर्न आएको थिएँ, यहाँनिर दाइले ल शुभकामना दिनु भनेर भन्नुभयो। शुभकामना त सधैँ नै छ होइन। मेरो फिल्मको जर्नीमा पुरुदाई एकदमै धेरै अगाडिदेखि हुनुहुन्छ। जुन बेला फिल्म लुट बनाएको थिएनौँ त्यो बेला पनि पुरुदाईले नै काम गरिरहेको एउटा फिल्ममा म असिस्टेन्टको रूपमा पुगेको थिएँ। कति कुराहरू छन् जुन मलाई यतिको सेपअप गर्नको पछाडि चाहिँ पुरुदाईले बोलेका कति कुराहरू छन्। त्यही सेटमा पुरुदाईलाई थाहा छैन होला, तर म त्यो एउटा किचकिचे क्ल्याप हान्ने केटा थिएँ होइन, जसले चाहिँ पुरुदाईले काम गरिरहेको बेला बिचमा के सोधिरहेको हुन्थ्यो। र दाइले कहिले धेरै जसो झर्कुनामा नि कहिले काहीँ चाहिँ के सोध्छ भने जसरी पनि आन्सर दिनुहुन्थ्यो। तर त्यो सबै मेरो लागि चाहिँ प्रेरणादायी थियो होइन। तर पछि पुरुदाईसँगै यो फिल्ममा काम गर्ने मौका पाएँ अनि एकदमै खुसी लागेको छ आज। त्यही भएर अघि पुरुदाई यहाँ प्रोग्राममा आएर भर्याङमा पनि बस्नलाई पनि एकदम उहाँलाई समस्या थिएन होइन। अनि मैले ठ्याक्क त्यो देख्ने बित्तिकै त प्रोड्युसर हो भनेको सहनिर्माता भन्दै हुनुहुन्छ दाइले होइन। सो त्यही भएर पनि यहाँ सायद हामीहरू जतिजना पनि ट्रेलर हेर्न बसेको छु त्योभन्दा धेरै एक्साइटेड मैले आज पुरुदाईलाई नै देखेँ होइन। उहाँ पुरुदाई आफै एक्साइटेड हुनुहुन्छ। सो यो राम्रो चिज पनि हो। अब धेरै नबोलौँ होइन, अब धेरै जति बोल्यो भने बोल्ने चिज त आइ नै रहँदो रहेछ। सबभन्दा पहिला चाहिँ शुभकामना सबै एक्टर्सहरू होइन। मलाई चाहिँ एकदमै पर्फर्मेन्स एकदमै राम्रो लागेको छ सबै एक्टर्सहरूको। अनि त्यसमाथि मलाई भनौँ न एकदमै मनपर्ने सबै नै कलाकारहरू रहेछन् होइन। प्रदीप, दया दाई, सौगत दाई, दिव्यदेव, दिव्या, हाम्रो प्रमोदजी, सुपुष्पा र को हाम्रो गौरी दिदी पनि त्यहाँ सेतो कपाल हालिरहनु भएको छ होइन। सो सबैजनाको पर्फर्मेन्स एकदमै राम्रो लागेको छ मलाई। पुरुदाईले बनाउँदाखेरि चाहिँ सायद दाइलाई मनपर्ने जनर पनि खिच्नलाई चाहिँ एकदम यस्तो अलिकति स्टाइलिस सर्टहरू, अलिकति स्टाइलिस वे अफ फिल्म मेकिङ दाइलाई मनपर्छ। त्यही भएर पनि लगानी गर्नुभयो कि जस्तो लागिरहेको छ। होपफुली मलाई ट्रेलर हेर्दाखेरि चाहिँ एउटा फुल पावर प्याक्ड फिल्म हो कि भन्ने लागिरहेछ होइन। टिजर ट्रेलरहरू एकदमै राम्रो आएको छ यसको। मलाई यति मात्र हो, अब यो भन्नु हुने हो नहुने हो थाहा छैन, तर जहिले पनि फिल्म भनेको चाहिँ आई थिङ्क स्क्रिन प्ले दह्रो भयो भने चल्छ होइन। अनि जब हलमा यो फिल्म आउँछ यो टिजर र ट्रेलरले हलसम्म मान्छे तान्छ जस्तो लाग्छ। हलमा आइसके पछाडि स्क्रिन प्ले एकदमै इन्ट्याक्ट छ भने चाहिँ डेफिनेटली यो फिल्मले एकदम राम्रो गर्छ होला। मेरो एकदमै धेरै शुभकामना छ। अरू नरेश दाइले बोलेकै सुहाउला दाइ धेरै थ्याङ्क यू। थ्याङ्क यू। धेरै धेरै धन्यवाद निश्चललाई। यो अब यता माइक राख्दिउँ एकछिन। अब म टिमतिर लाग्दैछु। टिमको कुरा गर्नुभन्दा पहिला नेपाल सुपर लिग को एमडी श्रेयांश कार्कीजी कता हुनुहुन्छ? श्रेयांशजी। तर म चाहिँ म्यानेजिङ डिरेक्टर नेपाल सुपर लिगको। विशालजी, कृष्णजी, the entire team, Pradeep, Anup, Dipidev, the entire crew. The trailer was super impressive. मुख्य कुरा यो चाहिँ हाम्रो एउटा क्रस प्रमोसनको टाइप हो। हामी खेल हेर्नेलाई चाहिँ सिनेमा हेरौँ भनेर अनुरोध गर्छौँ र यहाँ चाहिँ म सिनेमा हेर्नेहरूलाई चाहिँ एकदम खेलकुद पनि फलो गरिदिनु होला। हाम्रो नेपाल सुपर लिग चलिरहेको छ अहिले। इट्स फ्रम मार्च 26 मा सुरु भइसक्यो र अप्रिल 29 सम्म जाने छ यो। सो आई रिक्वेस्ट अल अफ यु स्टेडियम पनि आइदिनु होला र साथै मोस्ट इम्पोर्टेन्टली टु द एन्टायर टिम आई कान्ट वेट फर द मुभी। सो आई रियली लुक फरवर्ड एन्ड कङ्ग्रेचुलेसन्स टु द एन्टायर टिम। थ्याङ्क यू। थ्याङ्क यू सो मच फ्रेन्ड। जो लाइट निकाल्दै बसौँ लाइट त चाहिने पुरा एकदम फ्रस्ट्रेसन चाहिँ यसैमा देखाएको जस्तो मलाई फिल भयो है। यति मेहनत गरेर काम गर्नुभएको छ। अब धेरै
अगाडिको समयदेखि हामी एउटै फिल्डमा थियौँ, तर वास्तवमै राम्रो छ। र अनि थ्याङ्क यू सो मच, यति राम्रो प्रोजेक्टमा मलाई पनि एउटा फिलरको रूपमा चाहिँ मभन्दा अग्लो कदको असाध्यै प्यारो मान्छे सर्वप्रिय दिव्य देवका कुरा। धन्यवाद। उपस्थित सम्पूर्णमा नमस्कार। धेरै लामो चाहिँ नबोलौँ होला, तर अब 10 दिन बाँकी छ, मुटुको ढुकढुकी दिनदिनै बढै छ होइन। आज विशेष गरी दुईजनालाई चाहिँ म एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो प्यारो डिरेक्टर कृषालाई चाहिँ हामीले के भन्छ यति धेरै इन्टरभ्युजमा होइन उहाँको तारिफ गरेकै छौँ, उहाँलाई जति तारिफ गरे पनि कम हुन्छ। तर दुईजना व्यक्तित्व जसले चाहिँ यो पिताम्बरमय माहौल बनाउनको लागि अहोरात्र तन मन धन सबै लगाएर खटिराख्नु भएको छ। विशालजी हाम्रो प्रोड्युसर र हाम्रो प्यारो दाई आदरणीय दाई पुरु दाई, उहाँलाई एकदमै धेरै मनैबाट धन्यवाद भन्न चाहन्छु। र उहाँले रिप्रेजेन्ट पनि गर्नुहुन्छ, हाम्रो नेपथ्यमा बसेर काम गरिराख्नु भएको धेरैजना हुनुहुन्छ होइन, ठुलो टिम छ, एकदमै दिनरात खटिएर लागिराख्नु भएको छ, उहाँहरू सम्पूर्णलाई धन्यवाद। अस्ति विशालजीले भन्नुभएको थियो पुरु दाईलाई त हाम्रो टिमले यो पिर्का लाएर सलामी दिनुपर्छ भनेर होइन, र पुरु दाईलाई मात्र होइन तपाईँलाई पनि विशालजी त्यस्तै लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद एन्ड थ्याङ्क यू सो मच फर द सपोर्ट। थ्याङ्क यू। जय पिताम्बर। र अब पुरुका कुरा। पुरु आज त बोलौँ। त्यो गाह्रो काम दिनुहुन्छ। धन्यवाद सबैलाई, उपस्थित सबैजनालाई धेरै धेरै धन्यवाद। अनि बिहाइन्ड द सिन बसेर काम गरिरहनुभएका हाम्रा टेक्निकल टिमका साथीहरू तपाईँहरूलाई धेरै धेरै धन्यवाद। रात दिन हिजो पनि हामी 12-1 बजीसम्म कन्भर्सेसनमै थियौँ, काम गरिरहेको थियौँ। बन्दे, रेनिस, सत्यम लगायत क्यामेरा पछाडिका हाम्रा शेरबहादुर माने, अनि मलाई सहयोग गर्ने यो अश्लेषा इन्टरटेनमेन्टको विश्वजी आउनु भएको छैन, मैले देखिनँ, प्रज्वत बुढाथोकी, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद कृषा म्याम, तपाईँलाई मलाई यसमा मेरो ब्यानर रेजिस्ट्रेट गर्न तपाईँले धेरै ठुलो भूमिका निभाइदिनु भयो। विशालजी थ्याङ्क यू, तपाईँले सबै पलहरूमा साथ दिनुभयो हामीसँग हुँदा नहुँदा। अनि सबैजना कलाकारहरू तपाईँहरूलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद, जसले हाम्रो स्क्रिप्ट कृषा म्यामलाई मलाई ट्रस्ट गरेर यो फिल्ममा एसोसिएट भइदिनु भयो, आबद्ध भइदिनु भयो, त्यसको लागि म हृदयदेखि आभार प्रकट गर्दछु। धन्यवाद। धेरै धेरै धन्यवाद र सफलताको शुभकामना पुरुलाई। अब रविन्द्र झाका कुरा। जय तपाईँहरू लगायत जय पिताम्बर। बाँकी चिज त म के भन्नु, हामी सँगै देखेँ, अहिले भर्खर हेरेँ। त्यो वास्तवमा सबभन्दा खुसीको विषय यो छ कि म यो टिममा जुड्न पाएँ, त्यही मेरो लागि धेरै ठुलो कुरो हो। अरू म केही भन्न चाहदिनँ किनकि मलाई डर पो लागिसकेको छ। थ्याङ्क यू। रविन्द्रजीको यो कुरोपछि अब म आँटिलो निडर निर्माता भन्छु। विशाल जस्तो नाम त्यस्तै काम, र विशालले गरेको सामाजिक पाटोको काम पनि छन्। अर्कोचोटि त्यो प्रसङ्ग उठाउला, किनकि मैले अघि विशालको बारेमा किन थोरै मात्र भने भन्दाखेरि पछि भन्ने ठाउँ छ भनेर मैले बाँकी राखेको। कतिपय कुराहरू कस्तो हुन्छ भन्दा मेकरका कुराहरू कम आउँछ, कलाकार सेलिब्रिटीका कुराहरू अलिक बढी आउँछ, र मेकरले गरेका कामहरू अलिक पछाडि नै हुन्छ, निर्माताका कुराहरू कम नै आइरहेको हुन्छ। अर्कोचोटि म विशालका कुराहरू तपाईँहरूमा आज राख्नेछु, जुन अत्यन्त प्रशंसनीय छ, र अझ बढी सफलता र खुसी मिलोस् यता विशाललाई। एकचोटि जोरदार ताली विशालका लागि, किनकि विशाललाई सफलता मिल्दै गर्दा त्यसको फाइदा हामीलाई पनि छ। अब विशालका कुरा। धन्यवाद दाइ। सबैभन्दा पहिला त यस हाम्रो निम्तोलाई स्वीकार गरेर आफ्नो अमूल्य समय छुट्याएर यस कार्यक्रममा आइदिनु भएको सम्पूर्ण साथीभाइहरूलाई धन्यवाद। र त्यही माथि पनि अझै आफ्नो बहुमूल्य समय छुट्याएर आउनुभएको पत्रकार साथीहरू। संसारमा सबै मान्छेको एउटा एउटा लत हुन्छ, मलाई मेरो दिदीको मायाप्रतिको लतले यो क्षेत्रसम्म लिएर आयो होइन। जिन्दगीमा मैले बच्चैदेखि सिकेको कुरा भनेको घरको कुरा हुन्छ, आमा पाथिभाइको कृपा रहोस्। टिजर कस्तो, ट्रेलर कस्तो, गीत कस्तो भन्ने कुरा अब हामीले तारिफ गरिरह्यौँ भने धेरै तारिफ होला, त्यो तपाईँहरूले नै भन्नु होला, अथवा आज बेलुका सबैको फेसबुक र ट्विटर अथवा इन्स्टाको वालमा हामीले देख्न नै पाउँछौँ होला। अर्को सबैभन्दा ठुलो कुरा, आफ्नो यति धेरै व्यस्तताको समय बावजुद पनि सम्पूर्ण कलाकार साथीभाइहरूले एउटा चलचित्रमा पारिश्रमिक लिएर काम गरेको भन्दा पनि एउटा परिवारको कुनै फ्यामिली फङ्सनमा एउटा इभेन्ट हुँदाखेरि
संसारको जुनै कुनामा हुँदाखेरि पनि आफ्नो बहुमूल्य समय छुट्याएर यस इभेन्टमा उपस्थित भइन्छ भन्ने जुन हाम्रो हिन्दू मान्य जुन छ त्यही अनुसारले उहाँहरूले आफ्नो बहुमूल्य समय दिनुभयो। टेक्निसियन साथीभाइहरूलाई पनि अब चलचित्र 29 गते चल्दैछ। हामी सबैजना प्रतीक्षामा छौँ। आशा गर्दछु तपाईँहरू पनि अब एकदम प्रतीक्षामा हुनुहुन्छ होला। नेपाली चलचित्रको पनि भलो होस्, चलचित्र पिताम्बरको पनि भलो होस्। थ्याङ्क यू। जय पिताम्बर। आई लभ यू डिरेक्टर साहब। जय पिताम्बर र सफलताको शुभकामना। सोच अनुसारको सफलता मिलोस् विशाललाई यो शुभकामना। अबका लागि ह्यान्डसम हङ्क अनुप विक्रम शाही। सबैजनालाई नमस्ते। अब सबैले आफ्नो कुराहरू भनिहाल्नु भयो, म एकदम सर्ट टाइम लिन्छु। दिव्यदेवले भने जस्तै आई डु अग्री, उहाँले भन्नुभएको कुरा सबभन्दा ठुलो श्रेय हाम्रो प्रड्युसर साहब जान्छ विशाललाई। अन्त त्यसपछि पुरु दाईलाई, अब कृष्ण म्यामसँग त इन्टरभ्यूमा पनि हजुरले देखिरहनु भएको होला, हामीले धेरै तारिफ गरेको छ। सबसे सिरियसली भने के अरे विशालजीलाई चाहिँ एकदम ठुलो श्रेय जान्छ, किनभने उहाँ नभएको यो मुभी हुँदैन थियो र हामी यसरी बसेर पनि यसको बारेमा कुरा गर्दैन थियो होला। सो थ्याङ्क यू भेरी मच फर बिलिभिङ इन मी। टु अल माई कलिग्स थ्याङ्क यू भेरी मच। It was a good movie, एउटा फ्यामिली वातावरणमा मुभी सक्यो। अल द सिनियर्स, अल द हाम्रो हजुर हुनुहुन्छ, थ्याङ्क यू भेरी मच वन्स अगेन एन्ड ह्याभ अ ग्रेट इभिनिङ। थ्याङ्क यू भेरी मच वन्स अगेन। थ्याङ्क यू। अझ बढी सफलता मिलोस् मेरो भाइलाई अनुपलाई। अब डिरेक्टर साहबको कुरा सुनौ। लास्टमा बोल्ने पहिला हेर्नुहोस्, डिरेक्टर साहबको मन हेर्नुहोस् त। आफ्नो बोल्ने पालोमा पनि पहिला कलाकारलाई दिउँ, लास्टमा म बोल्छु भन्नुभएको। त्यसरी फेरि पनि सफलताको शुभकामना कृषालाई। अन्तिममा गएर फेरि सफलताको जस जाने भनेको डिरेक्टर साहबलाई नै हो, तर त्यो जस आउँछ। अब यता आए सुपुष्पा, मिठो स्वरले गीत गाउँदै केही भन्ने हो कि आज? असाध्यै राम्रो गीत गाउने गायिका पनि हो है सुपुष्पा। हो हो। अनि फेरि कम गाउने चाहिँ होइन नि, फेरि यता दिव्या पनि। बरु पिताम्बरकै गीत अलिकति गुनगुनाइदिने हो कि? यति राम्री दुई परिहरूले गाउँदा कस्तो सुनिन्छ होला? ल सुन्नु त। मलाई त गीत गाउन आउँदैन त्यति। सुपुष्पा हजुर प्लिज। गीत गाउनेमा अर्को महारथी भनेको चाहिँ गौरी मल्लदिनी पनि हो। उहाँका त गीतै रेकर्ड छन्। कुरा सुन्न मन लाग्यो कि उहाँहरूले यति टाइम एक्सनको लागि टाइम दिनुभयो भनेर कलाकारको कुरा आयो, जिम जानुभयो भनेर कुरा आयो। तपाईँले चाहिँ कतिको मेहनत गर्नु पर्यो? मैले मेहनत नगरेको भए आज तपाईँहरूले ताली बजाउनु हुन्न थियो है। फर्स्ट अफ अल उहाँहरूले त एउटा मात्रै चरित्र निभाइरहनु भएको थियो, जो पात्रमा हुनुहुन्थ्यो उहाँहरू त्यही पात्रमा हुनुहुन्थ्यो। तर म एउटा थिएँ, यति धेरै पात्रहरूको रिप्रेजेन्ट गरेर त्यो पात्रहरू बनिरहनु पर्थ्यो। एकैछिनमा म बिहानी हुन्थेँ, एकैछिनमा मीरा हुन्थेँ, एकैछिनमा धनञ्जय, पिताम्बर, यी धेरै पात्रहरू एकैचोटि बाँचेको छु मैले। र यो बाँच्नु धेरै सहज हुँदैन, धेरै नै मेहनत गर्नुपर्छ र त्यो मेहनत मैले गरेको छु। र बिजिएममा अलिकति अन्त बिजिएम दामी नै छ, अलिकति बढी ध्यान दिएको पनि देखिएको छ होइन। पछि फिल्ममा चाहिँ बिजिएमले गर्दा चाहिँ फिल्मको डायलग्स या फिर अरू पात्रहरूको हुन्छ नि क्यारेक्टर चाहिँ ओभर स्याडो हुने चाहिँ त्यस्तो सर्कमस्टान्सेस चाहिँ आउला कि नआउला त? त्यस्तो आउँदैन। यो सब कुरालाई ध्यानमा राखेर नै हामीले राम्रो तरिकाले मिक्सिङ गर्दैछौँ, राम्रो तरिकाले बिजिएम गर्दैछौँ र कति कुराहरू हामी टेक्निकली यहाँ गर्न नसक्ने पनि बाहिर गर्दैछौँ। हाम्रो आर्टिस्टको पर्फर्मेन्स यस्तो छ कि बिजिएमले ओभर स्याडो पार्ने कुरै हुँदैन। काहीँ देख्नु भएर आर्टिस्टको पर्फर्मेन्समा कमी कमजोरी ट्रेलरमै त सबै कुरा थाहा नहोला भनेर टिजर र ट्रेलर हेर्दाखेरि पर्फर्मेन्स आकलन गर्न सकिन्छ। फेरि उहाँहरूले आज आएर अडिसन दिइरहनु पर्ने एक्टरहरूले सबैजनाले आफ्नो काम देखाइसक्नु भएको छ र सबैजनाले मन जित्नु भएको छ अडियन्सहरूको। ब्यालेन्स हुन सक्छ, बिजिएम पनि राम्रो परेपछि आर्टिस्टको पर्फर्मेन्स बराबरको आउन सक्छ, तर आर्टिस्ट फर्स्ट हो। र पहिला सुरुमा विशालजीलाई नै सोध्छु है। यता मलाई एउटा क्वेसन सोध्नु भयो है, फिल्म बनाउनुको उद्देश्य के हो भनेर। फिल्म मैले जिउने जीवन हो,
सिनेमामा मैले फ्लप हुँदा पनि सिनेमा बनाइरहेको छु, हिट हुँदा पनि बनाइरहेको छु, एभरेज हुँदा पनि बनाइरहेको छु। भोलिको दिनमा पनि तपाईँहरूले मलाई यही माइक समातेर यतै थिएटरतिर क्वेसन गर्न सक्नुहुन्छ। सिनेमामा कुनै पनि बेनिफिट सोचेर करोडौँ करोड बोरामा हाल्छु भनेर सोचेर बनाउँदिनँ। मेरा कथा भन्ने माध्यम हो र म सिनेमाप्रति एकदमै धेरै पागल छु। म बनाइरहने छु। थ्याङ्क यू। विशालजीलाई मेरो क्वेसन है, खर्च राम्रै गर्नुभएको मजाले देखिएको छ। अघि भन्नुभयो कि मलाई फिल्म क्षेत्रको माया लागेर, अझ विशेष गरी मेरो दिदीको माया लागेर मैले फिल्म क्षेत्रमा आएँ भनेर। तर फाइदा एट दि एन्ड त तपाईँ बिजनेसम्यान हो नि त, फाइदा पनि त देख्नुभयो होला नि त। पिताम्बरले त्यो तपाईँलाई देखाएको एउटा आफ्नै फाइदा पनि देखाइरहेछ कि छैन? सबैभन्दा पहिला त पिताम्बरमा खर्च होइन, यसलाई लगानी भन्नुपर्छ। व्याकरण अलिकति शुद्ध भनौँ। किन भन्दा पिताम्बर विशालले यहाँ राखेको छैन, पिताम्बरलाई विशालले यहाँ राखेको छ। र म बच्चैदेखिबाट स्कुलिङ के देखेर हुर्केँ भन्दाखेरि मेरो दिदीले कुनै पनि एउटा सब्जेक्टमा फोकस भएर लागेर इमान्दारिताका साथ लागेपछि त्यो काहीँ न काहीँ एउटा प्रतिफल आउँछ भन्ने आशाले नै जब सक्षम भइयो तब एउटा राम्रो प्रोजेक्ट गर्ने भनेर हामी सबैको इन्भल्भमेन्टमा पिताम्बर बनेको हो। र यो चाहिँ खर्च भन्दा पनि लगानी भन्न चाहन्छु। थ्याङ्क यू। प्रदीपजीलाई क्वेसन। सबभन्दा सुरुमा चाहिँ यहाँ अघि नै त्यो हुन्छ नि, त्यो खोलाबाट निस्केको त्यो जुन सिन छ, लेकबाट होला सायद, त्यो बडीको लागि चाहिँ अलिकति क्युरियस हुनुहुन्छ सबैजना प्रायः यहाँ। त्यो तपाईँको नेचुरल बडी हो कि हेर्नु भनेर त्यो चाहिँ सुन्न चाहन्छु। त्यो त्यस्तो डाउट लाग्ने गरेर त्यस्तो राम्रो लागेको छ भने 5 दिन अगाडि खिचेको हामी चितवनमा, अस्तिको सेड्युलमा 5 दिन अगाडि खिचेको त्यो। अझ त्यो बेलामा त यति टाउको थियो त्यो गर्मीले गर्दाखेरि म त त्यो एकदमै कमेडी छ। उठ्दाखेरि यतिमा आइपुग्नु पऱ्यो रे पानी होइन, अनि यति पानी भाटामा जाउँ टाउको डुब्दैन, अलिक धेरै ठाउँमा जाउँ पानी यति आइपुग्छ होइन। यसरी खुट्टा फट्टाएर यसरी उठ्न परिरहेको छ, त्यहाँभित्रको पीडा अर्कै छ त्यो पानी मुनिको होइन। सब रियलै हो त्यो होइन। थ्याङ्क यू फर द कम्प्लिमेन्ट। यदि भन्ने हो भने अघि ब्रदरले यहाँ क्वेसन सोध्नुभयो थियो फिल्म किन बनाउनु भएको भनेर। दिलले मैले यसो गरेर थिएँ जिस्काएर, तर यो पैसा कमाउन भने होइन नि, फेरि पैसा धेरै भएर भनेको। फिल्म मेकिङ इज अ भेरी एक्सपेन्सिभ आर्ट होइन। उहाँले भन्नुभयो उहाँले प्यासनले फिल्म बनाउनु भएको हो, मायाले, फिल्म इन्डस्ट्रीप्रतिको मायाले, दिदीको प्यासनले गर्दाखेरि फिल्म बनाएको हो होइन। पैसा कमाउने नकमाउने अर्को कुरा छ। पहिला पनि धेरै फिल्म बनाउनु भएको छ, अझै पनि फिल्म बनाइराख्नुहुन्छ। हामी सबैजनाको लागि यो चिज चाहिँ राम्रो कुरा है। थ्याङ्क यू। र अघि अडिसनको कुरा गरिरहँदाखेरि चाहिँ प्रदीपजीलाई नै है, अब जस्तै बलिउडकै अहिले एकदमै भाइरल रिल छ नि त होइन, आमिर खानलाई लापता लेडिजबाट चाहिँ किरणजीले निकालिदिएको कुरामा होइन, तपाईँले चाहिँ कसरी कन्भिन्स गर्न सक्नुभयो त कृषाजीलाई? किनभने एक्सन त तपाईँले पछि फिल्मको लागि सिक्नुभयो नि त। यस्तो हुन्छ के अरे, एउटा पोइन्ट थियो क्या, एकदमै अब बडी बिल्ड गरेर बस्नुपर्छ कि भनेर सोच चाहिँ आएको हो। तर न्युट्रल बस्दाखेरि के राम्रो भने 3 महिना 6 महिनाको मेहनतले अलिकति बल गर्न नि पाइन्छ। फेरि अलिकति जस्तै प्रकाश हामीले पूजा साकी गर्दा गर्दा म 63 पुगेको थिएँ वेट त्यो बेलामा। 25 दिनमा 5 किलो लुज गरेको त्यो फिल्मकै लागि पर्टिकुलरली होइन। अनि रियलाइज पनि भएको थिएन कति भइसकेको थियो वेट भनेर। हेल्थ पोस्टमा सुटिङ थियो, त्यहाँनिर मेजरमेन्ट देखियो। मेरो ट्रेनर हाम्रो सुरजसँगै थियो, नापिदिउँ त भनेर नापेको त 63, जबकि मेरो टार्गेट 65 मात्र पुऱ्याउने थियो 70बाट होइन। उठ्दाखेरि त भन्न रिङ्गट लाग्यो। त्यतिखेर रियलाइज भयो मलाई त धेरै घटेछु भनेर होइन। सो यो फिल्मको लागि पर्टिकुलरली प्लान गरेर यस्तो चाहिन्छ भनेर गरेको हो होइन। अनि अरू सबै आर्टिस्ट थियो। अडिसनको कुरा प्रकाश चाहिँ अडिसन धेरै गरेको। प्रकाश फेरि मेकरले अडिसन मागेर पनि होइन, तपाईँहरू मेरो ब्याकअप सोच्दै गर्नु। इनकेस मैले सकिनँ भनेदेखि डिरेक्टरको भिजन, राइटरको थट, प्रड्युसरको पैसा चाहिँ डुब्नु हुँदैन। बरु प्रदीपले सकेन भनेर निकाल्नु, मलाई चित्त दुखाइ हुँदैन, ब्याकअप सोच्नु भनेर भनेको। अनि 2 महिना जति मैले अनुशासन क्लास र ल्याङ्ग्वेजहरू सिकेर अडिसन दिएर गरेको। यो फिल्ममा चाहिँ दिदीले प्रदीप भयो भने फिल्म बनाउँछु, नभए बनाउँदिनँ भनिसकेपछि मैले पनि के गर्नुपर्छ म गर्छु भनेर यसरी इन भएको हो। यो सबै चिज सिनर्जी हो। प्रत्येक प्रोजेक्टको चाहिँ आफ्नो आफ्नो एउटा भिजन थट हो। यो चाहिँ टोटली कृषा दिदीले चाहिँ प्रदीप हुँदा र यो होल टिमलाई यसरी राख्छु भन्ने थट हो। अघि दिदीले भन्नुभएको चिज मलाई एकदमै रिलेट कहाँ भइरहेको थियो भने यो क्यारेक्टर यस्तो देखिनुपर्छ भन्ने कुरा एकदम क्लियर कट डिजाइनरले एउटा इनपुट दिन्छ, स्टाइलिस्टले एउटा दिइरह होला, मेकअपबाट एउटा इनपुट होला, तर होइन मलाई यो चाहिएको होइन, मलाई यो चाहिएको भनेर एकदम भिभिडली एन्भिजन गरेर बस्नु भएको मान्छे हो। र मलाई पनि कसरी देखाउने भन्ने कुरा उहाँले सोचेर लिनुभएको थियो होइन। अडिसन भन्दा पनि हामी त्यो प्रोसेसमा गयौँ, हामीहरू गर्ने नै हो भन्ने प्रोसेसमा गयौँ। दिव्याजीलाई
दिव्याजीलाई सोध्नु क्वेसन म रिपिट गरिदिन्छु है। क्यारेक्टर अब्जर्भेसन क्यारेक्टर पाइसके पछाडिको क्वेसन सोध्नु भएको छ। अलि अगाडिको कुरा गर्ने भनेदेखि क्यारेक्टर भनेर चाहिँ युनिफर्म जस्तो मात्र लाग्थ्यो मलाई। पुलिसको ड्रेस लगाएपछि पुलिसको क्यारेक्टर, डक्टरको ड्रेस लगाएपछि डक्टरको क्यारेक्टर भयो होइन। अनि एउटा हिन्दी फिल्म हेऱ्यो पुरै रक्सी खाएर अपरेसन गरिरहेछ होइन, यो कस्तो खालको डक्टर हो यो भन्ने भयो कि। अनि त्यस पछाडिबाट क्यारेक्टर भन्ने चिज चाहिँ अलग हो कि भने जस्तो लागेर म खोज्नपट्टि लागेको थिएँ। पिताम्बर आइसक्दै गर्दाखेरि चाहिँ लास्ट सेसनमा पनि हामीले कुरा गरेको मान्छे यतिकै भाइलेन्ट भयो। अहिले मैले तपाईँलाई प्रायः पिटी भनेदेखि त्यो त बौलाएछ भन्छ होला नि होइन, कि त चाहियो नि त होइन। भनेपछि यो त्यसरी एकदमै आवेशमा आएर एड्रिनल रसले गर्दा साइकोटिक भएर साइकोप्याथिक हिसाबको एग्रेसन होइन होइन। हामीले लास्ट सेसनमा पनि कुरा गरेको थियौँ कुनै पनि एउटा बिरालो नै किन नहोस् त्यसलाई कर्नर पारियो भने त्यसले पन्जा मार्छ नि त होइन। फाइट ब्याक गर्ने भनेको चाहिँ आफ्नो एक्जिस्टेन्सको लागि त फाइट ब्याक गर्छै गर्छ। यो चिज त्यस्तै खालको एउटा आफ्नो फ्यामिलीको लागि आफ्नो एउटा आइडेन्टिटी या भनौँ एक्जिस्टेन्सको लागि गरेको फाइट ब्याक हो। यो कुनै एकदमै बढी पावर भएर पैसा भएर तुजुकले गर्दा आफ्नो प्रेजेन्स देखाउनलाई गरेको एक्सन होइन, यो आफ्नो फ्यामिलीको लागि गरेको एक्सन। यो सबैजनाले रिलेट गर्न सक्नुहुन्छ र तपाईँले पनि मलाई पनि यस्तो परेको भएदेखि यस्ता 100जना होस् म पनि यसरी नै मेरो लागि फाइट गर्छु। जसरी कि विशालजीले चाहिँ कृषादिको लागि म जे पनि गर्न सक्छु भने जस्तै खालको फिल्म हो यो। हामी सबैजनाले हाम्रो फ्यामिलीको लागि जे पनि गर्न सक्छौँ नि त्यो फिल्म हो पिताम्बर। र क्यारेक्टर अब्जर्भेसन मैले आफ्नै फ्यामिलीसँग रिलेट गरेर अनि कसरी चाहिँ मैले सानो फिजिक भयो भने पनि या कसरी एक्सनलाई चाहिँ मोर लजिकली या मोर कन्भिन्सिङ वेले गर्न सक्छु भन्नेमा चाहिँ बढी फोकस गरेँ मैले। कृषाजीलाई एउटा क्वेसन सोध्न चाहेँ। यो हामी 1 वर्ष जति लगभग भइसक्यो एकजना हिरोको टाउको 1 हप्तामा एकचोटि पिक्छ। हजुरले यति धेरै सुपरस्टारहरू एकैचोटि राखेर जुन तरिकाले चाहिँ यो पिताम्बर बनाउनु भएको छ, यो बनाउनको लागि उहाँहरूलाई फकाउनको लागि मनाउनको लागि अलिकति सबैभन्दा धेरै चाहिँ गाह्रो कसलाई कोसँग पर्यो हजुरलाई? थ्याङ्क यू फर द क्वेसन। यो कसैलाई पनि परेन र चलचित्र बनाउन म फकाउन चाहिँ जान्न। बाइ द वे मेरो स्क्रिप्ट लिएर जान्छु, त्यसपछि उहाँहरूलाई मेरो स्क्रिप्ट पेश गर्छु। यदि उहाँहरू कन्भिन्स भयो भने काम गरिन्छ, होइन भने अर्को स्क्रिप्ट गरिन्छ होला। किनभने फकाएर गरेको चलचित्रमा त्यहाँ आर्टिस्टको प्रेजेन्स हुँदैन, त्यहाँ शरीर हुन्छ आत्मा हुँदैन। सो त्यही भएर जतिजना पार्टिसिपेट हुनुहुन्छ यो फिल्ममा सबैजना सोलबाट कनेक्ट हुनुहुन्थ्यो र मैले धेरै इन्टरभ्यूमा भने पनि छु यति सहजै भयो कि यो काम के पनि फोटै लाउनु परेन, कसैलाई पनि रिमिटिङ पनि गर्नु परेन। जब जतिखेर कुरा भयो ल अब यो दिन साइन गर्ने भनेर हामीले ऱ्यापअप गरेका थियौँ। सायद स्टोरी नै कनेक्ट भएको थियो होला उहाँहरूलाई। कसको लागि पहिला? नमस्ते, अनुप भट्टराई बोल्दैछु है, अगाडि छु। एउटा लेडी डिरेक्टरले फिल्म बनाउनु भएको छ। यति धेरै लेडिज कलाकारहरू हुनुहुन्छ, गौरी मल्ल पनि हुनुहुन्छ होइन। तर लेडिजहरूको डायलग चाहिँ किन राखेन होइन प्रत्यक्ष रूपमा? एउटा यो फिल भएको छ मलाई होइन। हुन त ओपनिङमै छ अन्त सायद त्यही भनिदिनु लाग्थ्यो, फेरि एकचोटि हेर्ने हो भन्नु लाग्थ्यो। ओपनिङमै छ तर जसरी राखेको छ नि त्यसरी किन राख्न चाहनु भएन या एडिटरले मान्नु भएन, एउटा यो प्रश्न। र सँगसँगै आजकल चाहिँ फिल्महरूको सुरुमा चाहिँ लगानी मेरो यति भयो त्यति भयो भनेर प्रड्युसरहरूले भन्नुहुन्छ है। तत्पश्चात जब फिल्म रिलिज हुन्छ तत्पश्चात एक प्रकारको व्यापार गर्छ नि, अनि उहाँहरूको बजेट घट्दै 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 जान्छ क्या। तपाईँहरूको खास बजेट कति हो यो फिल्मको? त्यो बजेट पनि बुझ्न जरुरी छ, किनभने 2081 सकिँदैछ। तपाईँहरूको फिल्म सँगसँगै 2081 पनि सकिँदैछ। एकदम क्रिस्टल क्लियर भएर बोलिदिनु होला, भोलि मुख नफेर्ने गरी, शब्दहरू परिवर्तन नहुने गरी। फर्स्ट अफ अल लेडिजहरूलाई स्पेस दिएन भन्ने कुरा एउटा बिङ अ लेडी डिरेक्टर होइन। फर्स्टमै यो फिल्मको मोटिभ नै एउटा केटी मान्छेबाट उठाइएको छ र तिनटै हाम्रो चलचित्रको हिरोइनहरूबाट ट्रेलर सुरु गरिएको छ होइन।
त्यहाँ तपाईँहरू आवाजलाई मात्रै पावरफुल मानिरहनु भएको छ भने त सुरुमै आवाजबाट देखाइएको छ कि जब जब एउटा नारीको अस्मिताको प्रश्न हुन्छ तब के हुन्छ भनेर त्यत्रो महाभारत भएको देखाइसक्यो होइन। त्यसपछि चलचित्र नै लेडिजको लागि बनायो बाई द वे होइन। यहाँ त मेलहरू आएर फाइट ब्याक मात्रै गरिरहनु भएको छ होइन त्यो कुरा। अनि अर्को बजेटको कुरा गर्दा चाहिँ हामीले डिक्लियर बजेट यति उति भनेर अब यो भन्नै पर्ने प्रेसर हो भने त अर्कै कुरा हो होइन। तर एउटा राम्रो चलचित्र बनाउनलाई जति लगानी लाग्छ तपाईँहरूले आकलन गर्नुभएको छ, यति धेरै कलाकारहरू पनि हुनुहुन्छ होइन। राम्रो लगानीमा तर ठुलो लगानीमा होइन, राम्रो लगानीमा सबैले कोअपरेट गरेर राम्रो सिनेमा बनाउने कोसिस गरेका छौँ। हामी बिलो 5 मा छौँ। हामीले बिलो 5 मा पनि यति उत्कृष्ट चलचित्र बनाउन सक्षम भएको छौँ। एउटा प्रश्न है प्रदीपलाई, जस्तो तपाईँहरूले एउटा रिलको माध्यमबाट त एउटा कलियुगको अन्त्य गर्न पिताम्बरको एउटा 800 वर्ष भन्ने खालको त्यो खालको देखाइरहनु भएको छ। साँच्चीकै रियलमा पनि एउटा कलियुगको अन्त्य गर्नको लागि तपाईँ त एउटा भनौँ न स्टडी गरेको एकदमै नलेज भएको नलेजफुल हामी त्यसै बुझ्छौँ। कतिको सम्भावना होला त अब रियलमा पनि यो कलियुगको अन्त्य गर्नको लागि त्यो खालको पिताम्बर छ कि छैन होला, अथवा आउँछ आउँदैन होला, यहाँले कसरी बुझ्नुहुन्छ होला? यस्तो छ राम्रो नराम्रो भन्ने त सबै पार्ट हुन्छ होइन। अलिकति अगाडिबाट कुरा गर्ने हो नि, पहिला कस्तो हुन्थ्यो भने लोकको फाइट हुन्थ्यो, पुरा पाताल लोक अनि हामी चाहिँ पृथ्वी लोक अनि स्वर्ग लोक होइन। लोकमा यता पुरा देउता बस्ने, एउटा मान्छे बस्ने, यता राक्षस बस्ने हुन्थ्यो होइन। त्यस पछाडिको युगमा आए पछाडि कन्टिनेन्ट रावण श्रीलङ्कामा बस्ने, राम इन्डियामा बस्ने, इन्डियाको सबै राम्रो उताको सबै नराम्रो जस्तो भयो होइन। त्यसपछि महाभारतकालीनमा चाहिँ फ्यामिलीभित्र आइपुग्यो क्या, दाइ खराब भाइ राम्रो होइन, फ्यामिलीभित्र आयो। आजको युग भनेको चाहिँ एउटा इन्डिभिजुअलभित्र आएको छ, हामीभित्रै राम्रो छ हामीभित्रै नराम्रो छ होइन। जुन दिन हामी आफूलाई चाहिँ इथिक्स र मोरलमा राखेर काम गर्छौँ त्यो दिन चाहिँ सबै चिजहरू सुध्रिन्छ। जय पिताम्बर। मेरो प्रश्न है एकचोटि आज तपाईँहरूलाई, जसलाई जस्तो जस्तो पात्रमा देखाइएको छ नि कन्भिन्सिङ हुनुहुन्छ? राम्रो लाग्यो? पत्रकारहरू सबै मौन बस्नुभयो। तपाईँहरूले प्रश्न मात्रै गर्ने राइट हो, उत्तर नदिने हो? Make some noise for